नमस्ते छ सबैजनालाई। आशा गर्दैछु हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि एकदम सन्चै छु। आजबाट चाहिँ मेरो एउटा सानो अर्को प्रयास हुनेवाला छ, किनकि मलाई धेरैजना मान्छेले भनिराख्नु भएको थियो, दिदी तपाईँ आफ्नो ल्याङ्ग्वेजमा किन बनाउनुहुन्न भिडियो, आफ्नो परिचय किन दिनुहुन्न भन्दै। मलाई आफ्नो परिचय दिनलाई अप्ठ्यारो भएर नदिएको होइन, तर मेरो धेरैजना अरू ल्याङ्ग्वेजको भ्युवर्सहरू पनि हुनुहुन्छ, त्यही भएर उनीहरूलाई पनि सहायता होस् भनेर म आफ्नो ल्याङ्ग्वेजमा बनाउने थिइनँ। तर आज चाहिँ मलाई आफ्नो डेडीले पनि भन्नुभयो, छोरी त आफ्नो ल्याङ्ग्वेजमा बनाउने गर्दा भिडियो हेरेर धेरै राम्रो लाग्छ, तेरो भ्युवर्सहरूलाई पनि राम्रो लाग्छ भन्दै भन्नुभयो। त्यही भएर मैले पनि सोचेँ सबैजनालाई सायद त्यस्तै मन पराउनुहुन्छ होला, त्यही भएर आजदेखिबाट चाहिँ म एउटै भिडियोलाई दुईवटा ल्याङ्ग्वेजमा बनाउनेवाली छु, ताकि मेरो जुन गोर्खेली भ्युवर्सहरू हुनुहुन्छ उहाँहरूलाई पनि हेरेर भिडियो राम्रो लागोस्। अरू ल्याङ्ग्वेजहरूको जसले मेरो भिडियो हेर्नुहुन्छ, जसलाई हेल्प चाहिन्छ, मलाई सोधिराख्नुहुन्छ, उहाँहरूलाई पनि हेल्प होस्। आशा गर्छु हजुरहरूलाई मेरो यो थट प्रोसेस राम्रो लाग्यो अनि मेरो यो